Welcome back to my channel. And guys, finally I guys finally land by चिसो के हिँड्नु परेको गाइस यहाँ धेरै जाडो छैन गाइस यहाँको माहौल यस्तो छ वाशरुम जाने हो बाथरुम जाने हो टोयलेट जाने हो कहाँ छौ तिमीहरू Hello. बाबु यहाँ उभियो त म फोटो खिच्छु दुईजना यहाँ त्यहाँ दुईजना दिदी भाइ यहाँ उभियो न त्यहाँ हैन यहाँ केही फरक पर्दैन भिज्यो नि छोड्दियो अब ल ल बाबु पनि चढ तिमी यतापट्टि चढ न हाम्रो अभिला चढ्न लाग्छ बाबा टाउको छिराएर हेलो हेलो कहाँ छिरेको के यो टोर्टाइज हो जाऊ त सुई जाऊ न ल सुई हिँड्दै आऊ सुई हिँड्दै जाऊ छोरी बाबु नानी सुई चढेर आऊ पर्दैन चढ्न माथि चढ्ने ट्राई गर माथि झुन्ड्याउ न त्यस्तो झुन्डिने ठाउँ छ त अब माथि झुन्ड्याउ अर्को हातले ओ त्यसरी माथि झुन्डिँदै चढ्ने हो
ल आऊ न भाइलाई पनि पर्ख्यौ न ल ल बाबु आऊ ल म खिचिरहेँ सबैतिर देखिन्छ यहाँबाट यो ठुलोमा आउन जाऊ न ठुलोमा यो ए मिल्दैन रहेछ क्यारे यसमा त मिल्दैन जस्तो छ हेलो मान्छेहरू चाहिँ किन हिँडिरहेको मलाई के थाहा त नि किन हिँडेर बाघ खोज्न गएको होला नि त जङ्गलमा सिकारीहरू होला नि सिकारीहरूले त्यस्तो कपडा लगाएर आएको छ नर्मल मान्छे जस्तो सिकारीहरूले कस्तो हुन्छ थाहा छैन बाघसँग लड्न सक्छ त्यसले कस्तो हुन्छ मैले सुन्नु हेलो गाइस हामी चाहिँ चौधारीमा खेलेर रमाएर फर्किँदैछौँ गाइस किनकि हामीलाई हेलो गाइस अब चाहिँ हामी चौधारीबाट फर्किरहेछौँ अनि त्यहाँ केबल कार्डहरू पनि छ अनि यहाँ पुरै जङ्गल छ डाँडोमा छ फेरि डाँडो हामी छिटो फर्किहालेको किन हिउँ परेर मर्छ भनेर गालै दुख्यो हेर्नुहोस् गाइस मान्छेहरू चाहिँ माथि गइरहेको छ अनि हामी चाहिँ तल आइरहेको छौँ हाम्रो पछाडि एउटा को कम्पिटिटर छ मान्छे मेरो रोल नम्बर चोरेको छ मेरो रोल नम्बर 10 गाइस मेरो रोल नम्बर चोरेको छ नि डाटा खै हाम्रो पानी खस्यो गफाडीले गफ हान्नु पर्ने हुन्छ हेर्नुहोस् गाइस हामी ब्याग उठाउन आएको गहिरामा आएको अहिले के बाँकी हामीलाई यदि गाइस वी फरगट डोन्ट वरी विल टेल यु लेटर हेर्नुहोस् पछि आइफल टावर छ हेर्नुहोस् आइफल टावर आइरहेको छ अर्कै टाइपको छ गाइस तर तल अनि उता तल चाहिँ स्ट्याचु अफ युनिटी छ स्ट्याचु अफ लिबर्टी हो त्यो आइफल टावर क्या दामी हुन्छ भिडियो बना हेलो गाइस तल आइफल टावर छ अघि त्यही भने कि अघि नै भनिसकिस् त अनि त्यहाँनुस् यो मान्छेहरू आइफल टावर चढ्नलाई यत्रो बेरबाट माथि स्ट्याचु अफ लिबर्टीसम्म पुगिरहेको झ्याउलाइरहेको छ किन हो खेल्ने कुरा नभएर बेसरी हो घुराइरहेको गाई हाम्रो केबल कार्डमा जिपलाइन चढिरहेको छ थाहा छ This is the first fun fact.
सानो यता भिडियोको फान पुगाउने लिबर्टी हो त्यो लिबर्टी काम छोड्यो मम्मी यसरी काम छोड्यो एकदम यसरी काम छोड्यो भने मम्मी यहाँ यो कानभित्र पस्ने के भएको होइन हुन्थ्यो नि रुई यो प्लेन हो र रुई बाँड्नलाई दुई रात यसको नानी होमा पनि रुई रुई भयो भने यस्तो हुँदैन हो हो मम्मी होला यसरी काम दुख्यो 1 लाख के हो काट दुख्यो यसको गफ के थियो मम्मी भन्नु न सबैलाई हिँडेर जाने रे फाइनल्ली हामी स्टेसनमा है आयो ए आयो अब कटकट गरे खोलिन्छ अब आफै अटोमेटिक खुल्छ है गेट बिस्तारै 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 ल So guys, that's what we're doing. See you in the next video. Bye.